भने अब कसरी पढ्ने म यहाँ थोरै समयमा यो बताइदिन्छु कसरी पढ्ने। मैले जिकेबाट सुरु गरेँ, यो जिकेबाट सुरु गरेँ, यसले कसरी पढ्ने भनेर म जिकेबाट भन्छु। सबभन्दा पहिला तपाईँले पढ्ने जिकेमा यो शासन, संविधान, प्रशासनिक व्यवस्था, विकासक्रम, यो विकासक्रमहरू, यसा 6वटा प्रश्न आउँछ। पहिला जिकेमा यो पढ्ने। हाम्रो पढाइको तरिकै भए होइन, सबभन्दा पहिला यो पढ्ने। दोस्रोमा चालु योजना, बजेट, आर्थिक सम्भाग, आर्थिक पक्ष भनौँ न, यो पक्ष, यो कृषि, उद्योग, अनि व्यापार, अब यो निजी क्षेत्र, सरकारी क्षेत्र, यिनीहरू सरकारी क्षेत्र, यो 6वटा प्रश्न यो पढ्ने दोस्रोमा जिके पढ्दा। तेस्रोमा यो वातावरण सम्बन्धी, यो दिगो विकासहरू, यो सहस्राब्दी लक्ष्यहरू, दिगो विकास, सहस्राब्दी लक्ष्यहरू, यिनीहरू 6वटा प्रश्न विज्ञान सम्बन्धी छ। अब 4मा गएर यो अन्तर्राष्ट्रिय सङ्गठनहरू, यो WTO, UNO, यो आसियान, ओपेक, अनि तपाईँको यो EU होइन, यिनीहरू सार्क, यिनीहरू यसमा 6वटा प्रश्न आउँछ। अनि समसामयिक, अनि गएर यो इतिहास, धर्म संस्कृति, अनि गएर 7मा गएपछि तपाईँको अर्को के हुन्छ, अनि यो भूगोल, नेपालको भूगोल, विश्वको भूगोल, यिनीहरू यसरी 6वटा प्रश्न यसरी आउँछ। हामीले पढ्ने यो चाहिँ मैले तपाईँलाई किन पहिला पढ्नुहोस् भने जिके पनि भयो, रिटर्नमा पनि यसले ठ्याक्क धेरैलाई यहाँसम्म पुग्दा रिटर्नको नि आधी